थाहा छ यस्तो छाती अगाडि चाक पछाडि मैले 1K सेलिब्रेसन पैसा बोकेर जाँदैछौँ हामी होइन नै 1K हो 1K नि कटेको छैन त 1K सेलिब्रेसन हाल्नु परेन त कति खुसी लागिरहेछ 1K बोकेर फेरि पुग्यो नि फेरि साँच्चै फेरि घटेर फेरि पुगिरहेको थियो क्या फेरि घटेको थियो अनि आफै गरे आफै गरेको होइन आफै कहाँ मेरो फ्यान फलोइङहरूले गरिदिएको नि दोस्तों हम लोग फिर आ गए हाम्रो ढिलो भ्लग भयो फिर आएको छु मैले बाटोमा होइन पर्सनल कुराले बिर्सेँ क्या मैले हाम्रो आज डेस्टिनेसन भनेको खोला जाने हो गर्मी महिनामा पानी पर्दैछ शिवझट्टा झर्ना हो शिवझट्टा हो खोला नि होइन अरे झट्टा अरे खोला त खोला झट्टावाला खोला हो शिवझट्टा धरानको एकदम प्रख्यात ठाउँ हो क्या धरान आएपछि शिव मन्दिर पनि छ त्यहाँ है त्यहाँ धरान आइसकेपछि शिवझट्टा घुम्ने त कुरै छैन नि नघुम्ने त कुरै भएन नि घुम्नै पऱ्यो नि होइन त गाइड आउँदैछौ बाटो हजुर अहिले बस्न आमा दामी ढुङ्गा छ हौ किन्दैन होला तर धरान छ है बाटो धरान नै हो त भाइ तल धरान सिटी छ नि त सिटी भनेको बेग्लै हो यहाँ मासतिर अब गाउँठाउँ आइपुग्छ नि त त्यही धरान त छ नि परसम्म छ नि त्यस्तो त नि भेटारै धरान पर्छ अलिकति त के अरे अफ राइडिङ कि के हो अफ रोड राइडिङ हुँदैछ गाइजहरूको हामी चाहिँ म चाहिँ बिन्दास पछाडि बसिरहेको छु आनन्द आरामसे गइँदैछ हरियाली अहिले त हरियो परेछ क्या गाउँको बाटोवाला फिलिङ दिन्छ गाउँ पुरै गाउँ नि अब यहाँ आएपछि त तल कोठामा बस्दा वाक्क लाग्छ यहाँ आएपछि हरियो परियो देखिन्छ ओहो मैयाहरू इन्डियादेखि आउनु भएको होला नेपाली त नेपाली होला कि त्यही पनि त्यसो देखिँदो रहेछ क्या अब देखाइदिउँ न त हल्का काली देखे पनि फेरि यो चाहिँ फेरि होइन भ्लगमा काली भन्ने बानी छ क्या नरिसाउ है साथीहरू अब कालो गोरो भन्नेमा जति एनिमल भन्ला हौ म त यस्तो हो क्या अब फ्याङ्क होइन अब कालो चित्र सेतो भन्ने बानी छ कालोले यो त कस्तो गोरे छ भन्नु म सक्दिनँ कि म चाहिँ कस्तो म त मिडियम अब गाउँ गोरो संस्कृत छ त गाउँ गोरो मान्छेले गाउँ गोरो भन्छु फेरि भयो है कसम नरिसाउ कोही पनि त्यो कालो गोरो भन्ने रिसाउने कुरा नि छैन होइन मेन त मलाई पुड्क्यो भन न यार रिसाइनी बालो होइन तिमी त छौ कालो ओइ बिस्तारै कुरा चाहिँ बिन्दास गऱ्यो क्या काले रातै भइसक्यो त्यो गोरे नभनौँ ए मैले हेरेर मेरो साथीको नाम गोरे राखिरहेको छु त रिसाउनु पर्ने हो त खैरे कुहिरे भन्दाखेरि रिसाउँदैन त होइन यस्तो दामी छ यार हिलो नलडाइ कन्टेन्टको लागि लड्नु त म सक्दिनँ यार ज्यान जाए पर लुगा मैला नहोस् 1 महिना नधुएको लुगाहरू छ झन् त्यस्तै त्यही लाउँछु त्यही त लगाइरहेको छु अस्तिको जाडोमा यो हुडी लगाएको थियो होइन अहिले फेरि अब जाडो महिना आउनु आँट्यो लाउँदैछु क्या यति चाहिँ आँट हुनु पऱ्यो क्या मान्छे भएपछि किन साबुन खर्च गर्ने किन मम्मी किन पैसा त जोगाउनै परेको किन जनावरको पोसो होइन ह्युमेनिटी भन्ने चिज छैन मान्छेलाई कालो भन्दा रिसाउँछौ साबुन चलाएर बस्छौ कस्तो तिमी पनि यार तिमीले साबुनमा साबुनमा पुरै जनावरको फ्याट हुन्छ तिमीलाई थाहा छैन त्यति पनि ह्युमेनिटी कमन सेन्स चलाउँछ पतञ्जलीमा आमा हौ पहिला पहिला म साबुनले नुहाउने गर्थेँ सानोमा लुगा धुने साबुन हो नि गोरे भाइ रेजिनाले यहीँकै भिडियो बनाएर हालेको थियो क्या यो बाटो चाहिँ गोरेकोमा रोक्छ
भिडियो बनाउने कस्तो वाला हिँडेको बनायो नि त बाइक हिँडेको बाइकको पनि बना नि त उयो यता त उयो पक्मा बाइक पहिला कोला हो हँ तरमा बाइकमा सर उयो समेत राख्नु बाइकमा हो अनि फेरि हिँड्नु न बाइकवाला भिडियो बनाउने चौचौ यहाँ जान कहाँ हो हामी कता जान्छौँ बाइक ठाडो कहाँ अरे कहाँ अरे कहाँ कहाँ हो पक यता पक यता यहाँ पक यसरी नै ल 3 2 1 गो ठाडो ल ठाडो बनाइदिनु दोस्तों फेरि आयो Get ready to ride. ल नयाँ साथी आँखामै चाहिँ नल्याउने आम्मामा यार फोटो चाहिँ खतरा खतरा खिचिरहेको छ केटाहरूले होइन मेरो चाहिँ जस्तो तोर्बे जस्तो देखिरहेको म खासमा भन्नु भने फोटोको लागि बनेको होइन क्या म रियलमा राम्रो छु क्या ह्यान्डसम छु क्या फोटोमा त जो नि ह्यान्डसम भइहाल्छ नि होइन रियलमा भएर देखाउ न के ढाड बनाइदिनु के यता यता गाडको यहाँ बनाएर कति टाढा छ भन्नु गएको थिएँ यार म शिवझाटा फर्स्ट टाइम शिवझाटा ओहो तँलाई गऱ्यो भन्दा रिस उठ्छ कि उठ्दैन भन्दा अनि कलर भनेपछि त्यस्तो हो कि मलाई पुड्क्यो भन्दा ओभर रमाइलो लाग्छ नि म त पुड्केछु हेर साथी कति खुसी लाग्छ भनेर मेरो के भन्छ मलाई के पुड्क्यो भनेर मलाई अग्ले भन्यो भने चाहिँ रिस उठ्छ क्या म छुइनँ त नभएको कुरा नभन् न भएको कुराको चाहिँ भन्न भनेर क्या तल्लै भन्दा कति तारिफ गरेर जस्तो लाग्छ नाकतिर कत्रो ठुलो छ भन्छ ए नाक त यत्रो छ मेरो आम्मा भाइ कत्रो छ भन्दै थिएँ म त नि हो नि जस्तो छ जे छ त्यस्तो बबाल त्यो जग्गा तर फर्स्ट टाइम गरिदिन्छु केटाहरू फोटो खिचेर हालिरहन्छ म त फर्स्ट टाइम हुँदैन कहाँ हो के कस्तो भनेर आज हेर्नु कस्तो छ एकदम आफू मोटो भ्लगर बन्नुपर्ने हो जस्तो लाग्छ मलाई त म लुटेछु भन्नु म लुटेछु तर मोटो भ्लगर बन्नुपर्छ कि क्या हो मेरो गाउँ टाइपको एक्सपिरियन्स आउँदो रहेछ यतातिर त अब हल्का विकासवाला क्या हल्का विकास छ जतिको आउँदो रहेछ बास गाडी आयो ल बास गाडी आज नि कसैले भेटिन्छ कि भन्ने आशा छ होइन आशा छ भर कसै छैन ए कस्तो थियो सेम त्यस्तैवाला क्या अब मेरो लेजेन्डरी हो नि हाम्रो त्यस्तो साह्रो छैन अब यो अफरोड नहिँडेर होला यो बाइक चाहिँ गर्नु गऱ्यो बल्लराम भैँसी पालेर एउटै हौ कति दुधमा पानी हालेर अरे ओ साइला देख्छ कहाँ हो यहाँ हो अरे कहाँ ओह्रालो खोइ हो
ओह्रालो चाहिँ होला यहाँदेखि तल छ त रोड त यो टाटा होइन यहाँ कहाँ आएको छ माथि छ हौ त्यस्तो माथि त छैन यार त्यो अलि बिर्स्यो यार त्यो धरौँ एकछिन कहाँ हो बाटै बिर्स्यो ओइ नाम त खोला त तल हुन्छ त होइन छिनै कत्रो अग्लो भयो यार यत्रो उकालो थियो उहाँ तल छ उस रोड तल पनि छ मुला यत्रो उकालो आएको थियो अनि अहिले चाहिँ त्यस्तो लाग्यो होइन अघि त थिएन नि त्यो भएर नमानेको क्या बाइक खासमा बिस्तारै कुदाउ साथी जिन्दगी यस्तै हो बिस्तारै चल्नुपर्छ ढुक्कसँगले यहाँबाट हेर्दा उकालो देखिँदैन क्या अनि त्यही त त्यस्तै हो बाटो भनेको कहिले ओह्रालो कहिले उकालो जिन्दगी जस्तै साथी ओह्रालो के अरे लकडी पे काटी काटी पे घोडी के अरे साथी म दुःखमा छु यार अलिक दुःखको गीत गाउँ न हौ लकडी पे काटी काटी पे घोडा नाराह तोडा सुन्दर तलै हो क्या भयो ए भेटार जाने बाटो यहाँ रहेछ हिँड्दै जाने होला अनि शिवझटा जाने बाटो हामी मूर्खहरूलाई के थाहा अब पढ्ने बानी छैन त त्यस्तै अनि थियो नाम चाहिँ ओहो त्यहाँको यो बाटो थियो नि त सिधा बाटो अहिले उकालै रहेछ ठिक छ त उकाली ओह्राली भन्दैछु त जिन्दगीमा उकालो ओह्रालो ओह्राली गर्दै बाइकमा चढेर गीतको फिल लिनु मजा आउँछ गाउँ फर्किआए त्यस्तै फिल आउँदैछ है गाउँ फर्किआए यो त्यो हो नि त यो त्यो ल आइम है केटा हो शिवझटा टाइम है ल हिँड्नु रोका है उयो राख ल कहाँ हो शिवझटा खोइ माथि हो अरे यो ए म त सेरा खोला त्यस्तो खान्थ्यो यार अलिक दमदार पानी पो पर्न थाल्यो है अलि ल्याङ नगरेछ अनि किन झारेको त जोतमा नि जोतमा किन झारेको मलाई प्र्याङ्क भयो गाइस के गर्नु शिवझटा तेरो बाउको लट्टामा थोडी छ है म कसम झन्डै ज्याएको नि गाडी मुस्कान तिम्रो मुस्कान याद हो नामा तर्से झै मन ध्यारो भो तिम्रो तस्बिर बाँकी हो सपनामा तर्से झै मन ध्यारो भो बनाएको त पुल त भव्य बनाइरहेको जस्तो छ हौ छिट्टो यतिको विकास चाहिँदै चाहिन्छ खोला 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 कहाँ लाने बाइक
हाँ कहाँ बाहिर राख्ने लौ 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 खोला पार पानी नि छप्प पर्छ कामै माथि न छ खै ए रहेछ त पहिलाको पुल र अहिलेको पुल है कति फरक छ त गाइस पुल पुल आयो पुल पुल आयो पुल शिव जता जाने हामी यो म हिँडिरहेको छु म हिँडिरहेको छु यो बाटो हो कि होइन आम्मामा यार गाउँै आए जस्तो क्या सिँढीमा हिँड्नुपर्छ नि साथी ए लड्यो लड्यो यात्रा यस्तै छ यो चाहिँ रोहनको सब्सक्राइबरको लागि यो चाहिँ मेरो साथीको लागि फुल भन्छ हामी लाउनु हुँदैन हौ खतरा ड्राइभर जस्तो ए राइडर जस्तो ए पाक्ना खजाना झिक्दै जाने रे टाइट छिरो त्यो त फेरि एकचोटि गर्दा दामी दिन्छ एकचोटि गर्नु आम्मा फर्किने यसरी सेकेन्ड टाउको चाकबाट पनि गर्नु एकचोटि हो लास्ट नजिकबाट क्या मैले हेलो गाइज हामी चाहिँ यहाँ हिँड्दैछौँ होइन पुग्नु लाग्यौँ सिटी बाटो छ र इन्भाइरोमेन्ट पनि धेरै राम्रो छ होइन के गर्नु अरे किन अनि दुईजना टक्क चल्छ क्या त्यसपछि के चल्छ सपोर्ट मिल्दै जान्छ कि जोस पनि आउँदैन मलाई तन च्यानल खोल मन च्यानल खोल्छु के ब्लग के दुईजनाले बनाउनु थाल्नुपर्छ अनि एउटै हाल्नुपर्छ भिडियो होइन अनि चल्छ क्या त्यसपछि यो के को रुख हो टक्क तेरोबाट मेरोमा आउँछ मेरोबाट तेरोमा जान्छ त्यसरी हो नि त सब्सक्राइबर गेम गर्ने हामी पनि अहिले एउटा टक्क ठुलो सोमा जाने होइन अनि हाम्रो फ्रेन्डसिप यस्तो छ फ्रेन्डसिप फरेभर भनेर टक्क भिडियो बनाउनु पर्छ यसले खत्रै स्ट्राटेजी लाउनु खोजेको हो होइन मकै चोर्ने सुकेको रहेछ तर मकै नै सुकिरहेको छ मकै चाहिँ कहाँ थियो ल के भन्छ यो सुकेको मकै छ तर रहेछ मकै कहाँ छ अरे क्या अहिले त मकै सुकेको छ हेर्नु गुफा गुफा त्यहाँ छ गुफा होइन मन्दिर हो मन्दिर हो नि त गुफा गुफावाला मन्दिर हो नि त यहाँ हेर्नु यसो त गाइस सुमन फेरि केटीहरू कसरी हिँड्छन् थाहा छ यस्तो छाती अगाडि चाक पछाडि ढोक ओ किन यहाँबाट झर्ने माथिबाट जाउँ न यसले चुपचुप भन है गाइज ल ल ल सरी एनी टाइम जहिले तैँले गरे यहाँदेखि हो जहिले तैँले प्र्याङ्क भन्ने चिज चल्दैन नि पछाडि दिएर हामीले पनि अब
के चल्दैन जहिले तैँले प्र्याङ्क कहाँ चल्छ यहाँ चाहिँ मन्दिर है मन्दिर नमस्ते दामी चाहिँ दामी त एकदम केटालाई मुछ है रमाइलो छ नि त यहाँ अरू मान्छे पनि घुम्न आउनुभएको रहेछ होइन बोल बोल हरियो वातावरण हरियो उहाँ अङ्कलले चाहिँ सफा गर्दै हुँदो रहेछ होइन एकदम रोन भन्दा त सफै थियो तर पनि सफा गर्दै हुँदो रहेछ यहाँ चाहिँ आराम गर्ने स्थल आराम स्थल अरे पार्टी पार्टी गर हेलो बनु यहाँ चाहिँ मान्छे अब डराउनु थाल्यो ए तल हेर्ने चाहिँ गाइस के चल्दैछ यहाँ तल के चल्दैछ थाहा भएन अब यी केटी पनि पो रहेछ तर हामीलाई बा पानीको आवाज यहाँ मान्छे आउँछ नि सुन्दैन होला यार देखि स्पाइडरम्यान होइन यहाँ चाहिँ खतरा यता पछाडि मेरो पछाडि हुन्छ झर्न होइन राइट अनि मलाई देखि राम्रो भएको होला ल त गाई तपाईँलाई म अझै छेउबाट देखाउँछु नाना हावा तल अस्ति हेर्नु होइन हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन यहाँ पछाडि मेरो पछाडि खतरा बप्पाले आएको छ होइन हावा नि सर चल्दैछ अस्ति हेर्नु हेर्नु यो चाहिँ अस्तिको साल रोहनले खाएर गएको सब बिनाहरू चाहिँ यहाँ रोहन कता फुल गर्छ सफा चाहिँ गर्नु पर्यो है खाएपछि सफा चाहिँ गर्नु पर्यो है खाएपछि फेरि गर्नु पर्यो फेरि भन्न खाएपछि सफा गर्नु पर्यो अलिक जोसमा बाटो जस्तो कराउँछ त्यो त हाम्रो चिया र समोसा चल्दैछ है चिया समोसा हो कि होइन अब तिमीहरूले खाएको हेरिसक नापको दुरो देखिले चिया र समोसा फर्स्ट टाइम कस्तो लाग्यो कुन टोल हो यिनीहरू सिडोल तर बस्ती रहेछ बाढीले घर बगाएर बसिरहेछ पुरै मेरो यस्तो कौन है वो कहाँ से वो आया चारों दिशाओं में तेज सा वो फूलों का तारों का सबका बेना है हामी फर्किँदैछौँ केटाकेटी हो होइन रमाइलो एकछिनको लागि हो धेरै बेर गर्नुहुन्न क्या रमाइलो धेरै बेर गऱ्यो भने रमाइलो नि नमजामा परिवर्तन हुन सक्ला कि होइन के मैले सक्दो थुक निल्सकेँ पेट दुख्छ कसम हामीले दिएन क्या हो दिनु पर्थ्यो यार हामीलाई होइन न कस्तो अनुहार भात नखाएको जस्तो दिन्छ नि सब यार रमाइलो गर्दैछन् केटीसँग आएर हामी मात्रै हेर न यार लड़की सड़की गोली मार दो जिंदगी में आगे बढ़ना है तो आप लोगों को लड़की से दूर ही रहना चाहिए भाग ग्रेटर नेपाल भन्ने सुनेको छ कि छैन ग्रेटर नेपाल हाम्रो ऋषि धमालाले त हिन्दी बोल्दै गरेकोलाई आप नेपाल में नेपाली भाषा बोल्नुस् तपाईँ नेपाली भाषा बोल्नुस् तपाईँ नेपाली भाषा बोल्नुस् भनेर थर्काइदिएको थियो म पनि धमला सर जस्तै फ्यान हो नि त धमलाको धमला सरजीको अब हामी के गर्ने यस्तै फर्क्यौँ केटा हो
होइन धमलालाई ट्याग गरौँ अनि कृषि धमलालाई साँच्ची मेन्सन हानिदिनु पऱ्यो। त्यसको च्यानलको नाम के भयो? कान्तिपुर हो। ए धमलालाई हमला त्यो के यो हो टिभी धमलालाई हमला हो हमलालाई धमला होइन धमलाको हमला हो ए धमलाको हमला हो त्यही ट्याग हानिदिन्छु। ए यो हो टिभी यो हो यो हम तेरे बिना बुरे नहीं सकते तेरे बिना क्या वजूद मेरा क्योंकि तुम ही हो अब तुम ही हो मेरे जिंदगी लागेन यार लागेन नि हेर्दा कुरो भरे यसो केही भइहाल्छ कि नड्केको अहिले चाहिँ मायाको तिरले दिलमा खोपिदियो मलाई। रमाइलो गर्न जति गरियो यति हो। हल्लिरहेछ क्यामेरा, त्यसमा टेन्सन नो मेन्सन नो टेन्सन होइन। हामी अहिले हिँड्दैछौँ डाँडा खाना सक्छ ए बाइकमा जाँदैछौँ होइन। अनि भन्न चाहिँ के चाह्यो भने काटी नापी हजुरहरूलाई अफ रोड देखाइदिउँ न त भनेर नि। अब गाउँठाउँमा यस्तोमा त गाउँ आए जस्तो लागिरहेको थियो नि। आमामा एकदम बबाल क्या तरिकाको अब हुन्छ नि। ओहो आज चाहिँ के हुन्छ कि जस्तो क्या गाउँघरको याद आयो नि त। गाउँघरको यादले सताउँछ। आज फर्स्ट टाइम मजा आयो यार। यत्तिको मजा त कहिले आएको थिएन यार भन्नु नमिल्ने आइरहेको थियो मजा त। हाम्रो फेरि प्लान के हुन्छ भने हरेक हप्ता चाहिँ डुल्नु जाने तर टक्कसँगले होइन डुल्ने या घरमै यसो रमाइलो गर्ने हुन्थ्यो। आज चाहिँ हाम्रो शिव झट्टासम्म आउने प्लान थियो, कामयाब भयो, सफल भयो है। त्यो पनि इन्स्ट्यान्टली क्या इन्स्ट्यान्टली त नि नसोचेको होइन के त्यो त्यत्तिकै डान्स सिकाउनु गएको थिएँ साथीको होइन। टिचर हो नि त डान्स टिचर चलिदिएको थियौँ। ल हिँड्ने भयो जाउँ भन। अर्को हप्ता डान्सवाला भ्लग डान्सवाला भ्लग। तर म जिन्दगीमा कसम मेरो कलेजको भ्लग चाहिँ अब म मरिगए बनाउँदिनँ है। मरिगए बनाउँदिनँ। म भ्युज पनि आउने होइन, एक सुक्क आउँदैन। जत्को ठुक्क आइआरसी पूर्वाञ्चल क्याम्पस बस सर्टिफिकेट चाहिँ पाऊँ होइन त्यति हो। म तर बनाउँदिनँ जिन्दगीमा। अब अल्छी लाग्यो मलाई। मेरो पढाइ सढाइ बढी भयो के कुराहरू खासै हाम्रो उयो पनि छैन, मिलिँदैन नि खासै होइन। मिल्न त मिल्छौँ कि त्यस्तो साह्रो बोन्डिङ अहिलेसम्म भएको छैन। 4 वर्ष पढिन्छ, 4 वर्षभित्रमा हुन्छ। भर्खर त चिनजान भएको कति भयो र 1-2 महिना त भयो। बिस्तारै बिस्तारै बोन्डिङ बसिसकेपछि बनाइन्छ कि भनेको। तर पुग्नु चाहिँ पुग्यो है मलाई। पिआरसी कलेजको बनाइँदैन जस्तो छ गाइज। पहिलाको जस्तै 10 क्लास सकेपछि 10 क्लासको याद आउने रहेछ। 10 क्लाससम्मको अनि 11-12 पढिसकेपछि त्यो याद आउने रहेछ। अब ब्याचलर पढिँदैछ पछि याद आउला कि धरानको बजारमा माया बस्यो एकै नजरमा। धरान चाहिँ बबाल देखिरहेछ कि। तर रोडै देखाउँदा रमाइलो हुन्छ जस्तो लाग्यो मलाई। रोड देखाउनु पर्छ। विकास भन्ने चिज हरेक ठाउँमा पुग्दैछ बिस्तारै बिस्तारै। बजेट भन्दा विकास हेर्ने हो भने अलिक कम भयो के त्यति चाहिँ हो। बजेट अनुसार विकास चाहिँ भएको छैन। विकास चाहिँ हुँदैछ हरेक ठाउँमा बिस्तारै। बजेट चाहिँ फेरि ख्वाप्पै सकिन्छ, विकास चाहिँ बिस्तारै हुँदैछ बिस्तारै। तर यहाँ त यत्तिको रोड पुग्नु भनेको राम्रै हो। तर रोड त तर घर घरमा पुग्छ क्या। रोड चाहिँ पुग्छ कि घर घरमा आफ्नै पैसाले पुऱ्याउनु पर्छ। बजेट हल्का छुट्याइदिन्छ अनि के गर्छ कोनी। अनि आफ्नै पैसा बढी झिक्नुपर्छ आफ्नो घरको लागि भनौँ। आफ्नो घर जग्गा बढ्छ, जग्गाको भाउ बढ्छ भनेर हो मेन त खास छैन। खासमा मेरो क्यामेरा आइफोनवाला हो भन्ने क्या नहल्लिनेवाला क्या। यो त हल्लेको अलिक स्टेबलाइजै छैन। तपाईँहरू आउनु चाहनुहुन्छ भने फुस्रेको पेट्रोल पम्पदेखि उकालो टी हाउस जाने बाटोदेखि छुट्टिन्छ होइन। अलिक मास्तिरदेखि आउनुहोस्, एकदम राम्रो छ यो चाहिँ। अनि खासमा बाइकमा भन्दा पनि तपाईँहरू के भन्छ हाइकिङ टाइपले आउनुभयो भने चाहिँ एकदम रमाइलो। एकदम नेचर लभर हुनुहुन्छ भने एकदम खतरा। अब अन्तिममा मित्रो डिस्केटसम्म बनाइदिन्छु। मिर्क गाइस मिर्क हो पिच रोड आयो। पिच रोडदेखि